नयाँ मिल दुर्गा पञ्चायन मन्दिर स्वामी विवेकानन्द सरस्वती गुरु महाराजको आश्रममा आएका छौँ। यहाँ सबै भक्तजनहरू बसिराख्नु भएको छ। गुरुजीको भोलिको 16औं दिनको भण्डारालाई यहाँ सागसब्जीहरू बनाउने हेर्ने भक्तहरू पूर्ण रूपमा तयारी भएर बस्नुभएको छ। सबै लाग्नु भएको छ। यहाँ रमाइलो छ। यहाँ सबै परवलकै सब्जी रहेछ। रमाइलो छ। गुरु भण्डाराको लागि भक्तजनहरूले यहाँ के ल्याउनु भएको छ। यता पनि रमाइलो छ। पूर्ण तयारी माताजीहरू यहाँ बस्नु भएको छ। नमो नारायण हरि। यो गुरुजीको समाधि स्थल हो। पूजाको लागि दुबो शिवलिङ्गको वरिपरि दर्शन गर्न सकिन्छ। सबै उत्तरतिर फर्कनु भएको छ। स्वामीका वृक्षहरू वरिपरि वृक्षहरूले गरिरहेका छन्। आश्रम पनि जङ्गलको बिचमा भए जस्तो एकदम रमणीय र सुन्दर देखिएको छ। यो निर्माणाधीन आश्रम यहाँ रहेको छ। अहिले गुरुजीको भूमिकाको लागि पालहरू लागेर टेन्टहरूको व्यवस्था पनि भइसकेको छ। यहाँ सबै भुपु विद्यार्थीहरू आउनुहुन्छ है। अध्यक्ष दुर्गा हुनुहुन्छ। यहाँ रमाइलो छ। जय नारायण हरि। योगराज गुरु पनि आउनुभएको छ यहीँ हो। यतातिर यहाँ रोटीहरू अहिले यो सन्ध्याकालीन भोजनको लागि माताजीहरूले रोटी बनाइराख्नु भएको छ। बाबु नानीहरू सबै भक्तजनहरू यहाँ रोटी बेल्नको लागि तयारी भएर बस्नुहुन्छ। सबैले रोटी बनाउनु छ। यो भोजनको लागि यहाँ पन्डालहरू तयार भइरहेको छ। विद्यार्थी भाइहरूले कसैले तिल हुँदै हुनुहुन्छ। कसैले यहाँ भोजन यस्ता ठुल्ठुला भाँडामा भोजनहरू बनाएका छन्। सबै भोलि गुरुजीको प्रसाद ग्रहण गर्नको लागि पनि यहाँहरू उपस्थित हुनुहोला। 16औं दिनको जेठको 24 गते यतातिर रोटी बेल्ने माताजीहरू यो जेठको गर्मीमा पनि एकदम आगोमा रोटी पकाइरहनु भएको छ। रामचन्द्र पण्डितहरू प्रधान गुरुहरूको उपस्थित रहेको छ। जय होस्। सबैले दर्शन गर्नुहोस् है गुरुजीको नारायण।